गुड मर्निङ साथीहरू सबैजनालाई। के छ खबर तपाईँहरू सबैजनाको? र अनि अहिले चाहिँ बिहान 5 बज्यो। म चाहिँ ड्युटी जान लाग्यो, मर्निङ ड्युटी। अनि आजबाट मर्निङ, हिजोसम्म आफ्टरनुन थियो मेरो सिफ्ट, र अनि आजबाट मर्निङ सिफ्टमा आएको छ। र अनि हिजो राति 10 बजीसम्म काम गरेर आएको। अनि बिहान अहिले 5 बजी उठेर जानुपर्छ। 5:30 बजी गाडी आउँछ, 6 बजेको इन्ट्री हुन्छ हाम्रो। त्यसको लागि चाहिँ म अलिकति छुट्टै उठ्छु, नुहाइधुवाइ गर्ने, यताउति गरेर चाहिँ निस्किसक्यो। र अनि अहिले सुनसान पुरै राति नै छ अहिले नै। हामीहरू चाहिँ कस्तो हतार गर्छ नि त विदेश आउनुलाई है। ऋण काटी 5-6 लाख तिरी आउँछ, तर पनि यस्तो छ यहाँ। त्यस्तो सकुनको चिज स्वर्ग चाहिँ छैन, जे होस् त्यही हो। बिहान बिहानै उठ्नु, दौडिनु है, त्यस्तो साथीहरू। हामी चाहिँ अब ओटी भएन भने 2 बजी आउँछन्, ओटी भए पनि 6 बजी आउँछ। तर अहिलेसम्म ओटी चलाएको थिएन क्या, तर कम्पनीले आजबाट चाहिँ ओटीहरू दिने भन्ने कुरो भएको छ। हेर्दैछौँ के हुन्छ है। ओटी दियो भने गर्नुपर्छ, र दिएन भने ठिकै छ, आएर सुत्ने खाने यसै छ। यस साथीहरू, अब जे गराउँछ कम्पनीले त्यही त गर्ने होइन। मलेसियाको अवस्थाले नाजुकी छ अहिले। ल साथीहरू, यस्तै हो। तपाईँहरू भिडियो चाहिँ कहाँबाट हेर्नुहुन्छ कमेन्ट गर्नु होला भन्न चाहन्छु। म चाहिँ अहिले मलेसियाको इपो पेराक बारचम्बाट।